फाइनल्ली गाइज हाम्रो चाहिँ आजको होइन मेनु तयार भइसक्यो है। यति बेला चाहिँ हामीले फाइनल्ली चाहिँ यहाँ तपाईँको होइन यो चाहिँ सेकुवा गाइज है। सेकुवा टक्क पोलिरहेछ है। अब यो जाडो छ, हावा चलिरहेछ, पानी परिरहेछ होइन। मौसमले पनि च्यालेन्ज गरेछ कि आज है। सो गाइज हामीले चाहिँ आज सेकुवा सायद यस्तो सेकुवा चाहिँ सायद 100मा सायद 1-2जनाले मात्रै पकाउँछ क्या यसरी गाइज। दिल खुलेर गाह्रो छ गाइज है। आउनुहोस् रमाइलो गर्नुपर्छ है त गाइस। रेडी भइसक्यो ल सेकुवा गाइस। हाम्रो चाहिँ आजको सेकुवा है बनिसकेको अवस्था छ र यो अवस्थालाई चाहिँ हामी निरन्तरता दिइरहेका छौँ है गाइस। फाइनली आज उनीहरूको मोस्ट स्पेसल प्लेस पाइरहेको छु र मैले चाहिँ आज तपाईँलाई अरू दिनभन्दा भिन्दै प्रस्तुति यहाँदेखि चाहिँ नि मासुको चाहिँ नि हरेक तरिकाबाट बनाउने तरिका हुन्छ। यो चाहिँ मासु आइटम है, केराको पात भन्ने नि हुन्छ र है। यसलाई चाहिँ कसरी पकाउने भन्ने कुरा छ, तपाईँलाई डाउट लाग्न सक्छ। केही नगर्ने हेर्नुहोस्, यसरी ट्याक्क लोम्ने डल्लो पार्ने तपाईँले देखिसक्नुभयो। अब यसलाई चाहिँ हामीले के गर्छ त पाँच्छौँ अब है। पारिसकेपछि भिडियो अहिले आउने छ। यसलाई चाहिँ हामीले माटोले अलिकति लेपाउनु गर्छौँ है गाइस। त्यसमा तपाईँलाई अलिकति नलामो छ गाइस होइन। तर पनि अलिकति एक्सटर्नलै हो कि हामीले बनाउने चाहिँ गाइस है। सेसी हुन्छ होइन गाइस। तपाईँको किलोले मात्र देख्नुहुन्छ गाइस। जो कोहीले गर्दैन किन आँट्दैन पनि गाइस, किनकि देख्दाखेरि तपाईँले सामान्य अनौठो लाग्ला होइन। तर गाइस यो भनेको अलिकति एक्सटर्नल हो क्या गाइस है। सो द्याट आई जस्ट मेन्सन दिस टाइप्स अफ राइटिङ्स गाइस। कस्तो राम्रो छ होइन गाइस, ठिक छ नि होइन। ठिक छ बवाल यो त कथा जस्तो लाग्छ गाइस है। तर यो चाहिँ बवाल हो क्या होइन। अब चाहिँ यसलाई चाहिँ हामीले गाइस अब अरूभन्दा किन माटोले यस्तो गरौँ त गाइस, किनकि यसको चाहिँ बाहिरी तापले मात्रै भित्रको चाहिँ कसरी चाहिँ पाक्छ भन्ने किसिमको हो गाइस। मतलब भन्नु गाइस अब हामी फेरि किन यो तार किन युज गरौँ त भन्ने हुन्छ गाइस होइन। अब हामीले चाहिँ यसलाई फङ्सनल रूपमा हामीले यो तारलाई चाहिँ यसरी बाइन्ड गरेर गाइस होइन। अरूभन्दा एक्सटर्नल हो क्या गाइस। यो कथा लाग्न खोज्छ तपाईँलाई गाइस होइन। तर पनि हामी यस्तो क्याल्कुलेसन चाहिँ लगाइरहन्छौँ गाइस है ल। गाइस बनाउनुहोस्।